साथीभाइहरू अहिले त मैले यहाँ बक्सा लिएर आएको छु हो। यो बक्सा त किन लिएको भने मेरो मिसिनहरू त एकदम बिजोग भइरहेको छ हो। म तपाईँलाई देखाउने छु। यो मिसिनहरू राख्नु, हात हतियारहरू राख्नुको लागि चाहिँ मैले लिएर आएको छु हो। लिएर आएको छु भन्दा मेरो साथी सिलगढीमा छ हो। त्यो साथीलाई त मैले भनेर चाहिँ साथीले पठाइदिएको र सिलगढी लाइन खेप्ने गाडी चलाउने साथी नै छ, ड्राइभर पनि। अन्त दुईजनाले त है, एकजनाले किनेर पठाइदियो, एकजनाले चाहिँ गाडीमा हालेर ल्याइदिएको र साथीहरू धेरै काम लाग्ने छ र हेर्नु मेरो सामानहरू त बिजोग भइरहेको। म तपाईँलाई देखाउने छु। मेरो सामान चाहिँ यस्तो बिजोग भइरहेको छ कि यस्तो पठाइ छ। यहाँ छ मेरो सामान चाहिँ, यहाँ हेर्नुहोस् बर्को यहाँ हो। ग्यान्डर, ड्रिल मेसिन, राउटर मेसिनहरू सब यहाँ छ। आधी भित्र टाढमुनि खाँदिरहेको छु हो। यो सकैचाहरू, काठ चेप्नेहरू, कलरहरू त यहाँ लडी छ हौ। आरीहरू अहिले यो आरी बेसी त चलाउँदैन हो। त्यो जोइनहरू मसिनो काट्नु, बिटिङहरू काट्नु त काम लाग्छ। सब मेसिनले यहाँ खुल्लै थिए। यहाँ धन्न बिचरा मान्छे त्यति साह्रो आउजाउ हुँदैन यहाँ हो। त्यो भएर चाहिँ सामान सेफ्टी नै हुन्छ, हराउने डर छैन। र यहाँ मैले त काम गर्थेँ होइन, गर्छु यहाँ चाहिँ। तर अहिले चाहिँ यो हटाउनु पर्ने बेला भइरहेको छ हो। किनकि यो जग्गा चाहिँ हाम्रो होइन, यहाँ एकजना दिदीको हो। यहाँ दिदीहरूले चाहिँ अब केही रोक्छ होला है, त्यो भएर हटाइ माग्दैछ। र यहाँ यसरी खुल्लै थियो। अब यो हटाउनु पर्छ र अरू कुनै जग्गामा बनाउनु पर्छ है। त्यो जग्गा पनि छैन। त्यसको लागि त अब कसैलाई यतापट्टि बडीहरूलाई भन्नुपर्छ होला हो। र हेर्दै गर्नुहोस् मेरो भिडियो है। तपाईँले मेरो भिडियोलाई मन पराउनुहुन्छ है। र अहिले त मैले घरि काठको काम त लिएको छुइनँ, सिमेन्टको कामहरू गर्दैछु अहिले हो। र त्यसको भिडियो त मैले अब त्यस्तो डिटेल्समा पनि लिएर आउनु सक्दिनँ, किनकि अब त्यो काममा बिजी भएकोले गर्दा म भिडियो बनाउनु पाउँदिनँ। सर्ट भिडियो चाहिँ लिएर आउनु सक्छु हो। बक्सा पनि मलाई एकजना दादाले दिएको हो, यहाँ गाउँकै दादाले। भाइको सामान त बिजोग भएको रहेछ भनेर मलाई त्यसै दिएको बिचाराले। तर सामान त बक्सा त एकदम राम्रो त छैन, राम्रो कन्डिसन, तर काम चलाउँदै मलाई छ होइन। यसले मेरो काम चाहिँ पुरा भयो। त्यो सामानहरू राख्नुमा पनि भयो, केही छैन। मैले नराम्रो दियो, बिग्रेको दियो भनेर भनेको होइन। तर बिचाराले मलाई सम्झेर दियो हो। यसलाई म फ्याँक्ने छुइनँ। यसमा चाहिँ म यहाँ भएको कलरहरू राख्नेछु हो। यहाँ हुड स्ट्यान्डरहरू छ, यहाँ तारपिनहरू छ, टचुटहरू छ, धेरै कुरो, साइन पेपरहरू छ हो। योहरू सबै हालेर फेभिकलहरू डाङडुङ यसमा हालेर राख्छु। मसिनो सामानहरू यसमा राख्छु। अहिले मैले सामानहरू सबै थुपारिसकेछु, निकालिसकेछु। रन्दा मेसिन हो, रन्दा मेसिन यहाँ छ है। मेसिनहरू हामीले काम सिकाउने चाहिँ दादा हुनुहुन्छ है। उहाँ त अहिले सायद सिक्किममा हुनुहुन्छ है। उहाँ मिस्त्री, एकदम राम्रो मिस्त्री गर्ने हो। उहाँकोमा चाहिँ यस्तो बक्सा थियो होइन। हामीले सोच्थ्यौँ यहाँ यत्रो बक्सा किन लिएर बसेको, के खाली हुन्थ्यो। तर त्यो खाली भएको कारण चाहिँ त्यो काम चलेकोले गर्दा सामानहरू बाहिर मेसिनहरू बाहिर भएर त खाली हुन्थ्यो नि त्यो बक्सा। अन्त किन किनेको गाडो मात्रै भन्थ्यौँ। तर एकदम बक्साको त जरुरी नै हुँदो रहेछ। यो यसमा हुँदै तपाईँको राख्यो भने मुसाले तारहरू काट्दैन होइन। मुसाले तारहरू काट्दैन। अब तपाईँको सानो चिजबिजहरू यसमा हालिरहेको छ भने चाहिँ भयो। यहाँ भित्र त हुन्छ नि त, भेटेन भने। त्यसको लागि त्यो एकदम सामानहरू राख्नु चाहिँ टिनको बक्सा नै ठिक हुँदो रहेछ क्या। त्यस कारण चाहिँ मैले यही बक्सा मगाएँ। र अब म यसमा हाल्दैछु। यो हालिन्छ यति हो। यो ग्यान्डर, ड्रिल,
राउटर कटर यो नन्दा निस्किँदै अब यसको टुलबक्स फाल्टै छँदैछ हो यसलाई यतिकै यहीँ राख्छु यसमा अझै हाल्नु छ बाँकी छ अझै हाल्नुपर्ने हो लाउँछ साथीहरू है यसमा चाहिँ म यहाँ कलरहरू हो फेभिकलहरू योहरू छ साइन पेपरहरू पुरानोहरू योहरू के हो के यो घोल्ने यो काम लाग्छ घोल्नुपर्छ यो के भन्छ कलरहरू भर्नु यहाँ स्ट्यान्डहरू यो कति त सकिएको होला हो जस्तो भएर मार्गी लागेर के छैन केटा हो यो र अलिअलि यसमा ए मटिटेल पेट्रोलहरू भन्दा महँगो भएको छ हो यो राखिराख्नु छ यो त किन भन्नु त साथीहरू यो अलिकति छ मटिटेल हो त्यो म यहाँ एकजना आन्टीले दिनुभएको मलाई हो यो त किन मैले राखेको बच्चाएर भन्दा पनि महँगो पनि छ हो महँगो पनि छ र बच्चाहरू पनि राखेको हतपत पाउँदैन पनि आजकल पहिला त अब हरेकको घरमा पाउँथ्यो हो पर सस्तै हुन्थ्यो तर अहिले त पाउँदैन किन राखेको भन्दा यो कोही बेला मेसिनहरू क्या नट बोल्टहरू जाम हुन्छ कि जाम हुन्छ हो अन्त त्यस कारण त्यो अलिकति त्यसमा हालिदियो नि बल्ट लुज भइहाल्छ खोलिहाल्छ त्यो नटहरू क्या अनि त्यसको कारण चाहिँ मैले राखिरहेको छु बच्चाएर भए पनि अलिकति यहाँ होस् यो यहाँ डार्क ब्राउनहरू छ यो त सबै यो थिनर र यो रोटेस्टर मिक्स भयो यहाँ रोटेस्टर योहरू सकेको यहाँ छ सकेको कम्ती रहेछ सेल्फी स्टिक हो बाँचेको यो पनि राखिरहेको छ यो काठको पर्पस हो यो चाहिँ के हो मलाई थाहा भएन ग्राइन्डरको प्लेट यसमा एउटा स्ट्यान्डर पनि रहेछ अन्त स्प्रिट छ यसमा यो बस यहाँ थियो सस्तै उयो आमा राउटरको उयोहरू बिजोग छ नि बिजोग थियो भनौँ न एकदम राख्ने जग्गाहरू नभए टाढमुनि खाँच्नु भएन र पनि आधी त टाढमुनि थियो साथीहरू र आधी त अब अझै छ नि सामानहरू त्यो पर काम गरेको जग्गामै छ हो अहिले फिलहाल त मेरो काम चाहिँ के हुँदैछ भने काठको होइन म चाहिँ काठको सिमेन्टको सबै गर्छु नि त त्यो भएर चाहिँ पर सिमेन्टको काम हुँदैछ हो इँटा जोड्नु पनि प्लास्टरहरू सकिसके अन्त अब टाइल्स जोड्ने काम हुन्छ त्यहाँ टाइल्सको पाइपको काम हुन्छ हो प्लम्बरको काम हुन्छ र साथीहरू मेरो भिडियोलाई हेर्दै गर्नुहोस् मन पराइदिनुहोस् हो लाइकहरू गरिदिनुहोस् तपाईँले मलाई सपोर्टहरू गर्नुहुन्छ मलाई पुरै थाहा छ है सपोर्ट गरि नै रहनु भएको छ हुन्छ साथीहरू मेरो भिडियोलाई हेर्दै गर्नुहोस्